मर्निङ सबैजनालाई। आज चाहिँ हामीले दसैँ हेर्ने भाँडाकुँडा टल्काकोलाई सानो छैन यहाँनिर, यो मात्रै छैन यहाँनिर थाक राखिरहेको छौँ है। एउटै उयसमा दुईटा टेबल नभएकोले गर्दाखेरि चाहिँ हामीले एउटै टेबलमा थाक राखिरहेको छौँ हामीले। यहाँनिर भाँडा चम्काउँदै छौँ, हेर्नुहोस् होला। अनि त्यहाँनिर है डबल गर्दा पनि नअटेको भाँडाहरू चाहिँ यहाँनिर राखेको छौँ हामीले। यो चाहिँ हाम्रो 30 वर्ष जस्तो भएको फ्लासे नुन, अहिले पनि जस्तोको त्यस्तै छ हो, तर यो माथि अलिकति ड्यामेज भएको छ हो। यो 30 वर्ष जस्तो भएर अहिले पनि राम्रै छ। बेलुका हाल्यो भने बिहानसम्म त तातै बस्छ, दिनभरिसम्म चाहिँ हुँदैन। बेलुका 6-7 घन्टा चाहिँ 8 घन्टा जति चाहिँ थाम्छ यसले पनि। त्यहाँ पनि है ह्याप्पी दसैँ, 30 वर्ष भएर यो अहिले पनि राम्रै छ। अटेकोहरू चाहिँ यहाँ पनि छ नि फेरि, हेर्नुहोस् होला कतिको टल्केको छ भनिदिनु। दामी टल्किरहेको छ। आजको लागि यति नै, बाई बाई टाटा। चाहिँ टिपेर आएर सिधै म आएँ भित्र किचनमा है। त्यहाँ ऐना थियो, ऐनालाई पुस्दै थियो। अन्त आमाले चाहिँ कुखुरालाई चारो दिनुको लागि चाहिँ उयो लानु भात लानु हुँदै थियो। अनि म त्यहाँ पुसिसकेर चाहिँ अब चाहिँ म भाँडा मिलाउँदैछु है। अन्त यहाँ हेर्नुहोस् होला है, फाइनल रिजल्ट चाहिँ यो हो। यस्तो दामी टल्केको छ है, हेर्नु है। आजको लागि चाहिँ यति नै है। थ्याङ्क्स फर वाचिङ, बाई बाई।